यो आयुष यत्रो भइसक्यो यहाँ म उत्रि भइसकेँ एक्लै गाडी चलाउने भइसक्यो यहाँ म त स्कुटर ल हेर ल ल अस्ति नेपालबाट आउँदा सकिरहेको थिइनँ आज 2 महिनामा यत्रो चलाउने भइसक्यो एक्लै आयुष हाय बेटा हाय दिदी कहाँ छ दिदी देखाइदेऊ दिदी हो त्यहाँ हाम्रो घर त्यो हाम्रो घर त्यो घर हाम्रो यसको पछाडि यहाँ म स्कुटर चलाउँदैछु उता घुमेर आउने ल जा यो राम्रो छ नि यो पनि यसको 3टा व्हील छ हेर त यो राम्रो छ नि यो त्यसको युनिकर्नबाट हुन्छ ओके ल आर्याको राख्यो भने ढल्छ उसको 2टा मात्रै टायर छ यामाको 3टा टायर छ अनि ढल्दैन सी यो स्टेबल छ बढी हैन यो राम्रो स्टेबल छ आर्याको ढल्छ राख्यो भने ढल्छ किनकि त्यसमा 2टा मात्रै व्हील छ आर्या ठुलो छ नि त यहाँ पनि अब खाना खाने अनि ठुलो हुने अनि है म पनि आउँछु त्यो हाम्रो घर पछाडिपट्टि ओके यहाँ मसँग डाक्टर पेसेन्ट खेल्नु पर्यो रे ऊ त्यहाँ गइसक्यो ओ डाक्टर कति छिटो गएको डाक्टर बिरामी खेल्नु पर्यो रे ओ डाक्टर छिटो आऊ छिटो मेरो पेट दुख्यो डाक्टर अय्या पेट दुख्यो छिटो ए आइस यहाँ त्यो सर नो बेबी यहाँ हो सन हो त्यो मिस्टर सन हो मिस्टर सन हो ऊ त्यहाँ कस्तो राम्रो सन छ गोल्डन कलर यस मिस्टर सन वा कस्तो राम्रो सन छ ऊ त्यहाँ गाईहरू चढिरहेछन् अगाडिपट्टि पछाडिपट्टि ब्याकग्राउन्डमा कस्तो राम्रो सन देखिया छ वा गोल्डन कलरको सन हामी कति यामुको आज कस्तो राम्रो जुत्ता किनेको अनि यो स्कुटर लिएर यामु घरबाट आएको अनि हामीले अहिले डाक्टर पेसेन्ट खेलेको पेट दुख्यो भनेर आयुष यहाँ माथि बेबी माथि ए नो उ त्यहाँ सनसेट हुँदैछ सूर्यास्तको बेलाको कस्तो राम्रो सूर्यास्त देखिएको उदाएर अब के खेल्ने बेबी अब हजुरबामा जाने एक्लै अनि म बेबी बन्न अनि हजुर बेबी अनि म मम्मी हो ओके ल अनि हजुरबामा एक्लै जाऊ हो ओके ल अनि हजुर बेबी हजुर खडीमा हाल न बेबी एक्लै कसरी जानु त वालमार्ट हो हजुर यो इन्ने बेबी ए आइज यहाँ बाबा अनि एकैछिन भाइलाई यता ल्याउनु पर्यो नि त नो बेबी भन्छु अगाडिका गाईहरू ओके ल नो बेबी भन्न ल ओके हजुर उठिकै हाँस यसरी मोबाइल चारो नो बेबी नो म पनि वालमार्ट जान्छु जो भाइ म पनि वालमार्ट जान्छु ल म पनि वालमार्ट जान्छु नो बेबी छिटो बेबी छिटो ओ नो हाई डाक्टर के भयो डाक्टर किन स्याड ओ नो आर्य ओइ आइस यहाँ उता गाडी आउँदैछ यहाँ
हो र अहिले अहिले अब भोलि आउँछ नि त के भयो त किन स्याड हुने उता दिदी 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 यसको दिदी भोलि आउँछ हो नि स्कुटरमा आउँछ भोलि स्कुटरमा आउँछ मसँग धेरै साथी छैन यहाँ साथी छैन अब स्कुल गएपछि साथी हुन्छ हो नि ओ डाक्टर बन्नु न हो डाक्टर ओके हामी एबिसी पढौँ हस् ओके बेबी ओके डाक्टर भन्नु न ओके सरी ओके डाक्टर एबिसिडी पढाउँ डाक्टर बाबा त्यसले लेख्दैन रहेछ चक ल्याउनु पर्यो चकले यति हुन्छ म अब डाक्टर छैन म अब म यहाँ हुँ ओके चक ल्याउनु पर्छ चक ल्याउनु पर्छ चक छैन उ चाहिँ के लेख्यो आइस बेबी त्यो चराको आँखी हो त्यो चराको आँखी हो चुनी होइन हो त्यो बाबा यो राम्रो लाइन दुध राम्रो छ नि कस्तो राम्रो छ इ आएन के भयो त नि त्यो राम्रो छ नि त्यो के हुनु आइस नो 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 न 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 ल अब हामी घर जाने वो आफैले सिकेको यहाँ मैले कसले सिकायो र Okay. Okay. Oh, doctor, be careful. Hey. Hajar. Oh. Pity, yes, pity. लड्यो भने पिटी गर्ने हो पिटी yes. ओके म डाक्टर अनि हजुर मान्छे ओके हुन्छ नि म डाक्टर हो डाक्टर लेट्स गो दिदीलाई के भयो छिटो जाउँ छिटो दिदी के भयो दिदी लड्यो छिटो डाक्टर अर्को सानो डाक्टर आयो ए सानो डाक्टर यामु के भयो आर यु ओके ओ नो औसी लाउनु पर्छ खै फु गर दिदीलाई फु गर बेबी फु गरिदियो यो सानो डाक्टर हो परे उसले सानो डाक्टरले पिटी गर्छ पिटी गरे लिटल डाक्टर ओके ल अब ठिक भयो है अब केयरफुल हुने है त्यस्तो गर्ने होइन है ओके गेम भयो अब घर जाने अब घर जाने सुत्ती गर्ने ल जा बेबी अब नखेल्ने अब सुत्ने अब गेम होइन अब हाइड एन्ड सिक पनि नखेल्ने अब सुत्ने ओके ल जा बाई